नयाँ नेपालको राजनीतिक यही हो। मन्त्री दीपक शाहलाई स्पष्टीकरण सोध्ने मौका नदिई सिधै हटाई। तर अहिले मन्त्री सुदन गुरुङलाई स्पष्टीकरण सोध्ने किन? यस्तो फरक नियम, एउटै पद एउटै सरकार तर नियम फरक फरक। यो न्याय हो कि अन्याय हो? कसैलाई मौका दिने, कसैलाई सिधै हटाउने, यही हो नयाँ नियम छ। यदि नियम सबैको लागि बराबर हुनुपर्छ, नत्र यो स्पष्ट हुन्छ एउटालाई काखा अरूलाई पाखा। यस्तो व्यवहार जनताले बुझिरहेका पनि छन्। नियम भनेको सबैलाई एउटै व्यवहार गर्नु हो, नत्र यस्तो नियममाथि प्रश्न उठ्छ र उठिरहन्छ। यदि मधेसीलाई भोट बैंक सम्झ्नुहुन्छ त यो बुझिहाल्नु, मधेसी भोट बैंक होइन, मधेसी चाहिन्छ भने यो देशको सिस्टम परिवर्तन गर्न सक्छ। र यति परिवर्तन कसले गर्दा भएको छ? यो सबै मधेसले गर्दा भएको छ। जे तपाईँ कुर्सीमा अहिले बस्नु भएको छ सबै मधेसले गर्दा छ। यो नियम नीति सबैको लागि बराबर हुन्छ। भेदभाव गर्नुहुन्छ त एकपल्ट जितिहाल्नु भएको छ त परम्बार जित्न मिल्दैन। मधेसको जनता सबै बुझिरहेछ। अब तपाईँ भन्नुहोस् यो सही हो कि यो गलत हो? यस और नो। यदि यो भिडियो राम्रो लागेको छ भने सबै मधेसको जनतानिर यो भिडियो जाओस् कि यस्तो भेदभाव हामी अब सहनेवाला छैनौँ।